तपाईँले साइकल किस्तामा लिन्छु, मोबाइल किस्तामा लिन्छु, गाडी किस्तामा लिन्छु, जुन यो सम्पत्ति नभइकन दायित्वहरू किस्तामा लिन्छु भनेर सोच्नु भएको छ, तपाईँ भोलिको दिनमा नराम्ररी पछुताउनु पर्नेछ। यसरी पछुताउनु पर्नेछ कि तपाईँले पछुताउने फुर्सद पनि पाउनुहुन्न। त्यसैले किस्तामा कुनै पनि सामान लिनुभन्दा अगाडि 1000 चोटि सोच्नुहोस् र आजको खुसीको लागि, आजको रमाइलोको लागि, आजको मोजमस्तीको लागि जीवनमा कहिले पनि भोलिको भविष्यलाई नसोचिकन आजको निर्णय लिनु हुँदैन। यदि लिँदै हुनुहुन्छ भने सावधान, एकचोटि सोच्नुहोस्, विचार गर्नुहोस्। लिनै पर्ने हो भने मात्र लिनुहोस्, नत्र त्यसलाई आजै जीवनबाट आजैदेखि त्यस्ता कुराहरू हटाउनुहोस् र आफ्नो जीवनलाई सुखी, सुन्दर र सरल बनाउनुहोस्।